ओम श्री मुक्तिनारायण। यो नरसिंह गुम्बा हो मुक्तिनाथको। 2022 साल चैत्रको 24 गते हामी मुक्तिनाथ छौँ। हिजो हिमपात भएर डाँडा वरिपरि हिमै हिम छ। यो माथि चाहिँ देखेको चाहिँ के भन्छ थोरुङ पास हो जाने बाटो। अब यो धेरै वर्षपछि म मुक्तिनाथ आएँ। पहिले छ एकदम अहिले चाहिँ धेरै परिवर्तन, संरचनाहरू धेरै विकास भएका रहेछन्। अब मुक्तिनाथको मन्दिरतिर ओर्लँदैछु म। वरिपरिका डाँडाहरू हिमालय सेतामी भएका छन्। बाटो छ यो मुक्तिनाथ क्षेत्रको हो। परको हिमास हो, हिमाल गयो। तल मुक्तिनाथको मन्दिर छ र यो सिँढी बनाइएको रहेछ अहिले। अनि मुक्तिनाथको मन्दिर जाँदैछौँ हामी। र यो चाहिँ मुक्ति क्षेत्र हो, हरिहर क्षेत्र। जहाँ भगवान् विष्णु अन्तर्ध्यान अथवा शिला रूप लिनुभएको, साईगाम रूप लिनुभएको हुनाले भगवान् विष्णुको उसलाई खोज्न आउँदाखेरि महादेव उहाँ पनि अलप भएर शिला रूप लिएर उहाँलाई मुक्तिको लागि भगवान् ब्रह्माले ध्यान तपस्या यज्ञ गरेर मुक्त गर्नुभएको हुनाले यस क्षेत्रको नाम मुक्ति क्षेत्र रहेको हो। र त्यसको चाहिँ जो प्रमाणको लागि मुक्ति क्षेत्र मुक्तिनाथ भगवान्लाई हरिहर धाम पनि भनिन्छ। शालिग्राम महात्म्यमा लेखेको उल्लेख भएअनुसार चाहिँ मुक्ति क्षेत्र भनेको चाहिँ भगवान् विष्णु र महादेव चाहिँ शालिग्राम रूपबाट चाहिँ मुक्त हुनुभएको हुनाले मुक्ति क्षेत्र भनिएको हो। र तल ज्वाला मन्दिर छ। ज्वाला मन्दिरमा चाहिँ त्यो त्यतिखेर यज्ञ गरेर ब्रह्माले चाहिँ मुक्त गर्नुभएको अहिले पनि प्रज्वलित भइरहेको छ। हामी मुक्तिनाथमा जाँदैछौँ। मुक्तिनाथ।